आज के छ भने नि चर्च पाप देखाउने गर्छ। तैँले यो गरिस्, तैँले त्यो गरिस्, तैँले त्यो गरिस्, तैँले त्यो गरिस्। चर्च आएको 5 दिन भएको छैन होइन, 1 हप्ता भएको छैन, कुण्डल खोल है, गो जा ट्याटु मिसिनले मेटेर आइज होइन। चर्चमा पास्टरहरू न्यायको आसनमा बसेको छ, तलको विश्वासीहरू वकिल भएर नयाँ आएको विश्वासीले पुरा है पेटिसन हालिरहेको छ, यसले यो गरे, यसले त्यो गरे। प्रिय, तपाईँले यति बेसी अनुग्रह पाउनु भएको छ, भर्खर आउँदै गरेको विश्वासीलाई अनुग्रह देखाउनुहोस् न। तर चर्चमा यति बेसी न्यायकर्ताहरू छ, म त खत्ता मान्छे होइन, यो वचन चाहिँ यसको लागि थियो कि, त्यसको मतलब के थाहा छ, म चाहिँ ठिक छु भनेको के खास गरी। त्यो चाहिँ परमेश्वरको दृष्टिमा सबैभन्दा किन लाग्दो हो। मन्दिरमा त्यही भएन, पापी त्यो खजन्ची र शास्त्री, कसको न्याय भयो? शास्त्रीको न्याय भयो। फेभर कसले पायो? खजन्चीले पायो होइन। न्याय गर्नुतिर लागेको छ, आफ्नो कामको आधारमा खडा भएर व्यक्तिहरूले जब पनि पापीलाई दलदलमा परेकोलाई देख्छ, जहिले अनुग्रह देखाउँछ, दया देखाउँछ। अनि यसो प्रभुले ती स्त्रीलाई हेरेर भन्छ, नारी कसैले तिमीलाई ढुङ्गाले हान्यो? ओ हालेलुया। त्यो स्त्रीलाई तिनीहरूले हार्डलाइट भन्दैछ, व्यभिचारिणी भन्दैछ, तर येशूले नि त्यो स्त्रीलाई नारी भन्दैछ। नारी चाहिँ ज्युस कन्टेक्स्टमा चाहिँ हाइली अनरेबल वर्ड हो, हाइली रेस्पेक्ट हो। यूहन्नाको पुस्तक 2 अध्यायमा आफ्नै आमालाई नारी भनेको छ नि होइन। येशूले यस्तो अनर गरेर बोलेको छ। अनि यसैले भन्छ, म पनि तिमीलाई ढुङ्गाले हान्दिन, शान्तिसँग जाऊ, फेरि पाप नगर। आजको चर्च के छ थाहा छ? पहिला करेक्सन ल्याउनु खोज्छ, यो नगर, त्यो नगर, त्यो नगर, बाडमै जाऊ। कनेक्सन बिफोर कनेक्सन इज भेरी डेन्जर। पहिला कनेक्सनमा आऊ अनि करेक्सन गर। जक्कैसँग कनेक्सनमा आयो, करेक्सन आफै भयो। पत्रुससँग कनेक्सनमा आयो, करेक्सन आफै भयो। चर्च अनुग्रहको स्थान हो, माया गर्ने स्थान हो। आज अहिलेको जवानहरू चर्चमा माया पाउँदैन, अनुग्रह पाउँदैन, क्लबतिर जान्छ।